आदरणीय गाइजहरू हेर्नुहोस् है, हामी देखिरहेका छौँ छेडाघाट नगरपालिका वडा नम्बर 5 थला बजारबाट माथि गइरहेका छौँ। जुनीचाँदे गाउँपालिका वडा नम्बर 1 मा जान प्रयत्न गरिरहेका छौँ हामी भने। अहिले यो सुन्दर ठाउँमा पुगेका छौँ है, हेरिराख्नु भएको छ। ल हेर्नुहोस् है, हेर्नुहोस् आहा वनपाखाहरू ल क्या दामी छ नि हो ठाउँ। वाउ ल ल हेर्नुहोस् है, ल आहा कति दामी छ हेर्नुहोस्। वाउ रमाइलो ठाउँ छ नि हो साथी, हो रमाइलो ठाउँ छ। आहा माथिपट्टि हेर्नुहोस् न, आहा क्या दामी। वाउ भिरपाखाहरू ल है, वाह कस्तो दामी जङ्गलहरू हो कि के हो यार, बुझ्नै नसकिने पो रहेछ त। वाउ आहा के को सुन्तलाको जस्तो बुटाहान त हो। ल वाउ कति दामी हो त, यो चाहिँ राम्रो छ यार। कस्तो दामी ठाउँ आएको छ आदरणीय गाइजहरू। ल धेरै राम्रो ठाउँ छ। बस्ती मान्छेहरूको बस्ती पनि रहेछ। वाउ दामी छ है भ्यू। आहा कस्तो चट्टानहरू हो। वाउ कस्तो सिन छ यार, खतरा छ नि त, बहुत खतरा सिन छ नि। आहा ल गाडी स्लो भयो हो हाम्रो, सायद अगाडि केही छ त्यही भएर स्लो भएको हुनुपर्छ है। ए के कारणले ब्रेक हानेको रहेछ है त, आइके होला नि त। ए वाउ दामी छ त हो, दामी छ। आहा भिडियोहरू वाउ हेर्नुहोस् न यहाँ ठाउँ। आहा ल हेर्नुहोस् भ्यू खतरा छ। हेर्नु न पहिला या वाउ घरतिर वाउ बढीतिर त होइन यही जाने यो त मातिर पुरा हो। कहाँ यो उच्च सिमलाहरू यही हो कि उ पारेर त्यहाँ पर बाटो हो क्या यो हावा कुरो। यो बडा वनको होइन, हेर्छु क्या जुन चाँडै जाने बेला हो क्या। रेकर्ड भइरहेको क्या यहाँ, रेकर्ड गरिरहेको छु कि सँगै यहाँ नदाब न, रेकर्ड गरिरहेको क्या हेर्छु म भोइस रेकर्ड हाल्ने हो कि यो भनेर हाल्ने। फेरि जे बोले त्यही जाने हो नि अहिले। ए हामी अहिले चाहिँ वनगाड नगरपालिकाको पिन्ने दह छौँ। वनगाड नगरपालिका होइन हो, बडावन छेडाघाट नगरपालिका वडा नम्बर 5 बडावनबाट हामी अब भित्र छिर्छौँ। बडावनको साइडतिर छौँ। बडावन माथि, बडावन माथि गाउँ भन्नेतिर पुगेका छौँ अहिले पनि। वाउ कस्तो दामी भ्यू छ हो।
वाउ क्या दामी छ हो भ्यू वाउ हेर्नुहोस् आदरणीय गाइजहरू तपाईँहरू देखिरहनु भएको छ यो चाहिँ छेडेका नगरपालिका वडा नम्बर 5 बडावन स्थितको बस्ती भनौँ न डाँडापाखा हामीले देखाइरहेका छौँ वाउ पहाड चाहिँ खतरा छ नि हो आन्टीहरू पनि देखिनु भयो के आज बबाल ठाउँमा हामीलाई कटेज पनि रहेछ दाइ तिरीको नाचमा के दामी छ नि होइन दाइ त्यसको भन्ने रहेछ वाउ यो ठाउँको नाम के हो आन्टी आन्टी हेलो हेलो आन्टी खाना के छ 2 भाइ घुम्न आवेला गर्नु त हो नि अब यस्तो स्टप ल्याएर चाहिँ दाइ रोकिनु ठिकै छ यहाँ प्रहरी चौकी यो बडावन प्रहरी चौकी हो नि त चेक पोस्ट बडावन चेक पोस्ट गइल अहिले फाइन हान्न सक्छ भाइ लाइसेन्स भएको हामीलाई के फाइन हुन्छ र कति मिनेट गर्ने हामी यो ब्लगिङ गरौँ न वाउ बेटर वाउ खत्रै छ नि हो बडा भनौँ वाउ अब हामी भित्र छिर्छौँ जुन जातिको लागि वाउ दिदी हजुर वाउ टकन टकन उहाँकै हातबाट पठाइदिनु है बडावन त खतरा छ नि हो बडावन भन्दा हामी भित्र छिर्न लागिसक्यौँ अब चाहिँ एकैछिनमा भित्र छिर्छौँ दुई चार्ज जानका लागि अब थोरै छ अब माथिबाट भित्र छिरिहाल्छौँ अब किन टेन्सन माने अब वाउ हेर पारीको भ्यू चाहिँ खतरा छ नि हेर्दाखेरि चौतारी जस्तो देखिने है वाउ बा 3 बजी हो जानुपर्ने अहिले कति बज्यो वाउ ल है बडावनतिरको हाम्रो यसो देखाइरहेको छु गाडीको पनि सर्लक्क हामी चाहिँ गाडीमा घुम्न आएको बेला परेको छ भाइहरू बाइकमा पनि छन् फेरि सँगसँगै म चाहिँ गाडीमा चढेको थिएँ फेरि गाडीबाट भिडियो बनाइरहेको थिएँ भाइहरू चाहिँ बाइकमा बेला बेला त्यो चौकीमा भेटेको थिएँ अहिले अब के छ कता हुन्छ थाहा भएन आहा भ्यू चाहिँ राम्रो छ कि वाउ हेर पारी अब चट्ट लाएर देखिन्छ नि हिउँ अनि हिउँ देखिन्छ है खाऊ जिउँ लाग्छ जिउँ हेर है कहाँनिरबाट हिउँ देखिन्छ कत्रै हिउँ देखिन्छ नि वाउ निकालिदिउँ दाइ अहिले उता गरौँ न क्यामेरा ल यता ल भयो दाइ तलको सिन हेर्नु त क्यामेराले क्याप्चर गरेन त्यही पनि ठिक छ पारीको घोगी डाँडा गाउँ हो फेरि घोगी डाँडा गाउँ यस 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 नवीन भाइले चिन्नु भएको छ क्या घोगी डाँडा गाउँ नै हो यार सही हो जस्तो लाग्यो मलाई त सही हो क्या म गएको छु नि पहिला पनि गएको छौ भलिबल खेलेर पहिला पनि अहिले त अहिले सँगै गइरहेको अहिले त अब त्यहाँ अहिले पछि जाउँला अहिले त अब यता बडावनतिर छौँ नि त हामी बडावन भन्दा पनि उहाँ आइसक्यौँ त सोनाउली वाउ खतरा छ वाह बाहिर बसेको हाम्रो मान्छेहरूलाई है ल नमस्कार है नमस्कार सबैजनालाई हे कोही नभए आवेला परेछ क्या नमस्कार पनि यार गाह्रो छ यार ल गाइजहरू तपाईँहरूलाई हामीले चाहिँ देखाइरहेका छौँ पहाडी बाटो र डाँडा काँडाहरू कस्तो हुन्छ त पहाडी बस्ती भनेर यसो देखाइरहेका छौँ हजुरहरूले देखिराख्नु भएको छ जोडिरहनेछौँ बेला बेला है
गर्नलाई एउटा सब्स्क्राइब गर्नलाई लाइक 2 3 टा 5 वटा एकदम 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 तपाईको 1 रुपैयाँ पनि जाने हैन हो के छ र हैन हैन 5 सेकेन्डकोले अरुलाई भन्छ भनेपछि तपाईले गर्दिनुस् बस तपाईहरु सबैको भरोसा गरेका छौं के अरे हामीले है एक लाइक र शेयर अनि सब्स्क्राइब गर्न कमल काका पनि केही भनौँ न यार मेरो भन्न केही छैन यो वाउ बाइकमा गयो नि साथीहरु यार मेरो भन्न केही छैन यो चाहिँ क्लिपमा चाहिँ सबैले लाइक अनि शेयर र के हुन्छ सब्स्क्राइब गरिदिनु होला त्यो गर्नुलाई खासै ठुलो कुरा पनि छैन र 5 मिनेटको 5 सेकेन्ड नै भनौँ 5 सेकेन्डको उसमा चाहिँ सबैहरूले गरिदिनु होला र के तपाईँहरूले लाइक सब्स्क्राइब र कमेन्ट अथवा कमेन्ट पनि छुटेको छ कमेन्ट पनि गरिदिनु होला तपाईले 80 मिनेटसम्म गर्नु भयो भने चाहिँ उहाँको चाहिँ के भन्छ भने गर्दैमा के जान्छ तपाईको हैन भने भिडियो क्यान्सल गर्नुहोस् अनि 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 वीर सरको के छ त मेरो धेरै छ के भनौँ यो ठाउँ नै मलाई ताजुब लाग्यो अनौठो लाग्यो है नवीन दाइ कस्तो लाग्यो ठाउँको नाम भनौँ त ठाउँको नाम त अनि सोनाउली बराबरको सोनाउली बराबरको भित्र तर म चाहिँ फर्स्ट टाइम आएको गाइज है मलाई थाहा छैन यो बारेमा घुम्दै आएको तर राम्रो लाग्यो ठाउँ चाहिँ एकदम बवाल छ फ्यान्टास्टिक छ है ल दादा मेरो भन्नु यति नै अनि ल गाइजहरू है यस्तै गरी हामी गइरहनेछौँ के अरे सँगसँगै नातिनु नमातिनु भिरपाका आमासँग फेरि लोड्न सक्छौँ नि बुङ्रेङ्गै पारेर होइन विचार अनि अगाडि चलाउनेहरू पनि बाइक चलाउनेहरू अलिक बिस्तारै चलाउनु नि फेरि घाममा गइहाल्ला नि फेरि विचार गर्नु है गाइजहरू र अहिलेलाई चाहिँ यति भनेर बाँकी चाहिँ टोनमै बेली विस्तार गऱ्यौँ के अरे अगाडि बोल्ने कन्डिसन आयो भने बोलौँला अब बोल्ने कन्डिसन आएन भने ठिक छ भन्ने मानौँला होइन यात्राकै क्रममा छौँ के अरे देखाइरहेका छौँ डाँडा पाखा हाम्रा गाउँघरतिरका भन्दा पनि अझ यदि कसैले छेरा बजारबाट सुनिराख्नु भएको छ भने हामी फर्किँदा माछा रोटी बनाएर रेडी बनाउनु होला हामी हजुरकै कमेन्टमा छोडिदिनु होला हामी हजुरकै होटलमा आएर बसेर खाएर निस्किन्छौँ जसले चाहिँ यसो आउने छ 18 जना हो हामी गाडी एउटा स्कर्पियोमा छ टोली अनि बाइकमा टन्ने टोलीहरू छ फेरि सोचेला नि यो फेरि केमा हिँड्या रहेछन् भन्ने सोचेला हामी यसो रमाइलोको लागि घुम्न गएको थियौँ होइन साथीहरू त्यही भएर अब फर्किँदाखेरि हाम्रो कमल काकाले भनिसक्नुभयो फर्किँदाखेरि चाहिँ त्यहाँ थला बजार छेडा बजार होइन थलोमा होइन छेडा बजारमा चाहिँ हामीले माछा रोटी खाने निर्णय गरेका छौँ को हुनुहुन्छ यसो कमेन्ट हान्नु होला हामी फर्किँदाखेरि त्यहाँ आएर माछा रोटी खान्छौँ जाजरगुडवासी सम्पूर्णलाई चाहिँ प्रणाम होइन जय नेपाल पछिका मान्छे पनि होइनौ यो चाहिँ हाम्रो वेस्ट नेपाल क्रिएसनबाट त्योबाट चाहिँ एउटा सिरियल पनि आइरहेको छ यस्ता कुरा भन्ने सिरियल केही समय पछाडि अपलोड हुने स्थितिमा छ त्यसलाई पनि वाच गर्नु होला वेस्ट नेपाल क्रिएसन हाम्रो युट्युब च्यानल आधिकारिक संस्थागत युट्युब च्यानल रहेको छ र त्यसबाट आउने नाटक रहेको छ यस्ता कुरा हाम्रा गाउँघरमा बित्ने कुराहरूलाई पनि त्यसमा स्मरण गराएर तपाईँहरूको माझमा त्यो सिरियल प्रस्तुत गर्ने जमर्को गर्ने प्रयास गरेका छौँ केही समय पछाडि त्यो पनि आउनेछ यो युट्युब च्यानलबाट आउँदैन है वेस्ट नेपाल क्रिएसन युट्युब च्यानलबाट आउँछ त्यसलाई पनि ध्यान दिनु होला भन्दै गाइजहरू हामी तपाईँहरूकै साथमा छौँ र भइरहनेछौँ अनि छेडाचौरको होटल व्यवसायीहरूले चाहिँ माछा रोटी पकाएर हामीलाई खबर गरिहाल्नु होला है त त्यो भन्दै कन्ट्याक्ट नम्बर चाहिँ अहिले नदिउँ हो यसैमा कमेन्ट गरेपछि त भइहाल्छ नि हो अनि त्यो गरेर होटलवालाले कमेन्टमा नम्बर छोडिदिनु होटलवालाले कमेन्टमा नम्बर छोडिदिनु होला सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला भन्दै हामी अहिलेलाई त भोइसबाट छुट्टी होइन भिडियो त दिइराखौँ होइन बिरु ल अहिलेलाई चाहिँ भोइसबाट हामी छुट्यौँ फेरि जोड्न चाह्यौँ भने फेरि पछाडि जोड्दै गरौँ ल हस् धन्यवाद फेरि पनि जोडिएका छौँ हामी डाँडा पाखाको कन्डिसनलाई फेरि लिएर जोडिएका छौँ अब भने नर्मली कुराहरू गर्नेछौँ ल हेर्नुहोस् गाडी गएको छ है त गाडी क्रस भएको छ वाउ
गाइजहरू हामी भित्र बाटोतिर छिरेका छौँ सायद त्यो गाउँको नाम चाहिँ ट्याक्कै थाहा भएन है। वाउ हेर्नुहोस् न कति सौन्दर्य दृश्य देखिएको छ। ल हेर भारी बोकेर आन्टीहरू आन्टी ल हेर्नुहोस् हेर्नुहोस् है दृश्य क्या राम्रो देखिएको छ। हेर्नुहोस् हिउँ पनि देखिएको छ है त। हिउँ पनि देखाइरहेका छौँ हामीले। हेर्नुहोस् त्यहाँ कुनामा हिउँ ल सबै गाइजहरू हिउँ हेर्नुहोस् है त। डाँडाको हिउँ थोरै देखिएको छ। अगाडिको दृश्य पनि देखाइरहेका छौँ हामी गाइजहरू। वाउ ओ अङ्कल हेर न हरिया डाँडा पखा रमाइला देखिएका छन् नि है। हेर्नुहोस् हिउँ है यो त्यो कुनाको माथि बिचको डाँडा दुईवटा डाँडाको बिचमा देखिएको चाहिँ हिउँ हो। हिउँ परेको डाँडा है। अलि अगाडिबाट चाहिँ अलि राम्रो देखिन्छ होला सायद। वाह कस्तो दामी देखिएको छ पारी डाँडा होइन। अनि त्यहाँ हिउँ वाह वाह आहा गाइजहरू यति सुन्दर ठाउँहरू हेर्न पाउनु भएको छ देखाइरहेका छौँ हामी। हेर्नुहोस् यहाँ सायद ट्रक खाल्डोमा परेको रहेछ निकाल्दै हुनुहुन्छ। त्यही भएर हामी एकछिन स्लो भएका छौँ। ल म झरेर जाँदैछु है। क्यामेरा लगाएर त्यही जाँदैछु तपाईँहरूलाई देखाउँदैछु क्यामेरा लगाएर के भएको रहेछ सर्लक्क है त गाइजहरू। हो ल हजुर ल हेर्नुहोस् त यसरी खाल्डोमा गएको रहेछ। अब निस्किन्न कति समय लाग्ने हो यहाँबाट निस्कन हामी है त। ओ निस्कियो यार कति सजिलै निकालिदिनु भयो हो गुरुले। ट्रक गुरु खत्रै हुनुहुँदो रहेछ नि फ्याट निकालिदिनु भयो। वाउ हामी अब फेरि चढ्यौँ गाडीमा है। गाडीको गुरु पनि चढ्नु भयो अनि म पनि चढेको छु। अरू त साथीहरू कोही पनि उत्रिनु भएन। ल ट्रक हिँड्न लाग्यो हामी पनि हिँड्दैछौँ बिस्तारै स्लो मोसनमा क्रस हुँदैछौँ गाइजहरू। ल यसै गरी फेरि पनि अर्को ठाउँको अर्को भिडियो अर्को सौन्दर्यपूर्ण भिडियो ल्याएर उपस्थित हुनेछु है। अहिले भने